यो तीन कुराहरूलाई समेटेर सधैँ जेसिसले अगाडि बढ्ने गरेको यहाँ म जानकारी गराउन चाहन्छु र यहाँलाई सर्वविदित रहेको छ। भन्न चाहन्छु, स्वीकार्नुहोस् आजको कार्यक्रमको संयोजकको हैसियतमा जेसी उमेशपुरीको न्यानो जेसिसमय अभिवादन। नेपाल जेसिस वर्ष 2076 राष्ट्रिय अध्यक्ष सिनेटर राजेश मोहन प्रधानज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। वर्ष 2008 का राष्ट्रिय अध्यक्ष सिनेटर दाजु दिनेश कोइरालाज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो यस रत्नगर क्षेत्रको आर्थिक विकासको लागि सधैँ कार्यरत रहने रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष आदरणीय दाजु श्री ज्ञानबहादुर किशोरज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। रत्नगर जेसिस वर्ष 2016 का अध्यक्ष हाम्रा डायनामिक लीडर आदरणीय जेसी नानबाबु श्रेष्ठज्यूको फर्स्ट लेडी तथा श्रेष्ठज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। जेसिस वर्ष 2017 का राष्ट्रिय उपाध्यक्ष जेसी रामशरण सिलवालज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। कि मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो। धन्यवाद। जय जेसिस। आजको यस गरिमामय सभाको मा उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू, विशिष्ट अतिथिज्यूहरू एवं सम्पूर्णमा तालिम दिएर रत्नगर जेसिसले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। म यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई जानकारी पनि गराउन चाहन्छु र साथै आज यस 18 पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, त्यसैगरी नेपाल जेसिसका पूर्व अध्यक्षज्यू, त्यसैगरी नेपाल जेसिसका हाम्रो शाखा निरूपित राष्ट्रिय उपाध्यक्षज्यू, त्यसैगरी विभिन्न सङ्घ संस्थाबाट उपस्थित अध्यक्ष तथा प्रतिनिधिज्यूहरू र साथै उपस्थित यहाँ सम्पूर्ण महानुभावहरूलाई म कार्यक्रम संयोजक लियो अमित कुमार गुप्ता तथा रत्नगर जेसिसको तर्फबाट तपाईहरुलाई हार्दिक स्वागत गर्दै म यहाँबाट बिदा हुन्छु। जय जेसिस, जय देश। धन्यवाद। का पूर्व अध्यक्ष रूपनराज घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रति म पूर्व अध्यक्षको तर्फबाट हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्न चाहन्छु र मलाई जिम्मेवारी परे अनुसार म आजको यो कार्यक्रमको प्रमुख अतिथिका व्यक्तिगत परिचय राख्ने जिम्मा भए अनुसार म यो कार्यक्रमको प्रमुख अतिथिको व्यक्तिगत संक्षिप्त विवरण यहाँमा राख्न गइराखेको छु। झापा जिल्लाको गोलदाम गाविस वडा नम्बर 1 मा 2027 साल 9 को महिना 27 गते स्वर्गीय माता पानसमा बत्ती बालेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ र पानसमा बत्ती बालेर आजको यस सभाको उद्घाटन गरिदिनुको लागि म यस कार्यक्रमका प्रमुख आकर्षण प्रमुख अतिथि स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। साथसाथै यस कार्यक्रममा मञ्चासीन रहनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई पनि सो क्रममा सहयोग गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु।
हाम्रो यस कार्यक्रमको औपचारिक समुद्घाटन भइसकेको छ। अब म स्वागत तथा सम्मानलाई यहाँनिर जोड्न चाहन्छु। स्वागत तथा सम्मान गरिदिनुको लागि सामाजिक अभियन्ता म भन्न चाहन्छु, जसले समाजलाई एउटा रूपान्तरणको मोडमा पुर्याउनु भएको छ। हेलो त्यसैगरी हाम्रो रत्नगरको क्षेत्रलाई सुरक्षित तुल्याउनु हुने यस इलाका प्रहरी कार्यालय रत्नगरका डीएसपी नारायण रञ्जित कारज्यूलाई स्वागत तथा सम्मान गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। जुनियर जेसी सचित्रा जोशीज्यूलाई समय 15 मिनट छुट्याइएको जानकारी गराउन चाहन्छु। नमस्ते कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू तथा सम्पूर्ण जेसिस तथा नन जेसिस साथीहरूलाई यस 18 इन्स्टलेसन सेरेमनीमा स्वागत गर्न चाहन्छु। म रत्नगर जेसिसको एउटा प्रोजेक्ट रत्नगर जुनियर जेसिस वर्ष 2016 को अध्यक्ष जेसी सचित्रा जोशी हजुर सबैलाई जेसिसमै अभिवादन टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। रत्नगर जुनियर जेसिस 2016 मेरो कार्यकाल। मैले यो बिचमा मैले धेरै सामाजिक तर नन सामाजिक मैले धेरै कामहरू गरेका छु। मैले मेरो 2016 मलाई सहयोग गर्नुहुने सम्पूर्ण मेरा बोर्डका मेम्बरहरूलाई पनि म अहिले सम्झिन चाहन्छु। धेरै धेरै धन्यवादका अध्यक्ष तथा 2016 को राष्ट्रिय उपाध्यक्ष मेरा आदरणीय दाजु जेसी विश्वास रायमाझीजीलाई म यो टोकन अफ लभबाट म उहाँलाई सम्मान गर्न चाहन्छु। मलाई सहयोग गरिदिनु भएको मलाई सबैभन्दा धेरै मेरो आफ्नै कार्यकाल 2016 का रत्नगर जेसिसका अध्यक्ष जेसी नारायण बाबु श्रेष्ठज्यूलाई म टोकन अफ लभबाट सम्मान गर्न चाहन्छु। धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु मलाई सहयोग गरिदिनु भएकोमा। अध्यक्ष गैंडाकोट जेसिस वर्ष 2017 का अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी यसै क्रममा म स्वागत तथा सम्मानलाई जोड्न चाहन्छु। वर्ष 2017 का गैंडाकोट जेसिसका अध्यक्षज्यूलाई स्वागत तथा सम्मानको लागि हार्दिक अनुरोध गर्दछु। यसैगरी पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी रमेश काफ्रेज्यूलाई स्वागत तथा सम्मान गर्न चाहन्छु। जेसी विजय श्रेष्ठ सर्टिफिकेट तथा पिन ग्रहण गर्न आइदिनु हुनको लागि म अनुरोध गर्दछु। जेसी विजय श्रेष्ठ, जेसी रोहित श्रेष्ठ, जेसी रोहित श्रेष्ठ,
यसै गरी म निम्ताउन चाहन्छु जेसी किरण लामिछाने सर्टिफिकेट ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु म। जेसी प्रदीप पौडेल, जेसी प्रदीप पौडेल, जेसी रूपन फुयाल, जेसी रूपन फुयाल, जेसी सुमन सुवेदी, जेसी सूर्य रेग्मी, जेसी सूर्यमणि ढकाल, जेसी अजय कुमार गुप्ता, जेसी अजय कुमार गुप्ता, जेसी विपिन्द्र घिमिरे, धन्यवाद। रत्न जेसी वर्ष 2016 का जोइन्ट ट्रेजर जेसी उमेश पुरीज्यूलाई र आजको कार्यक्रम सञ्चालकको हैसियतले उहाँलाई म धन्यवाद दिन चाहन्छु। आजको यस रत्नगर जेसीको 18औं पदस्थापन एवं पदस्थापन कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलज्यू, यसै गरी आजको यस कार्यक्रमका विशिष्ट अतिथि डिआइजी रण बहादुर चन्दज्यू, त्यसै गरी रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री ज्ञानबहादुर विश्वालज्यू, त्यसै गरी नेपाल जेसीका राष्ट्रिय अध्यक्ष पूर्व राष्ट्रिय अध्यक्षज्यूहरू, जेसीआई सेनेटर दिनेश कोइरालाज्यू, जेसीआई सेनेटर राजेश मोहन प्रधानज्यू, त्यसै गरी नेपाल जेसी वर्ष 2017 को लागि नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष जेसी रामशरण सिरवालज्यू, जेसी मञ्जरी घिमिरेज्यू, त्यसै गरी रत्नगर जेसीका संस्थापक अध्यक्ष जेसीआई सेनेटर निजानन्द मल्लज्यू, त्यसै गरी रत्नगर जेसीको मातृ शाखा नागगढ जेसी वर्ष 2017 का अध्यक्ष शाखा अध्यक्ष जेसी बाबुराम रामदामज्यू, र त्यस्तै गरी आजको यस कार्यक्रममा सम्मानित रहनुभएका सम्पूर्ण अतिथिज्यूहरू, साथै रत्नगर जेसीका पूर्व अध्यक्षज्यूहरू र आजको यस कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण शाखाबाट उपस्थित रहनुभएका जेसी आदरणीय जेसी मित्रहरू, साथै पत्रकार मित्रहरू, साथै विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका जेसी मित्र एवं नन जेसी मित्रहरूलाई म रत्नगर जेसी वर्ष 2016 को अध्यक्ष जेसी नारायण बाबु श्रेष्ठको यहाँहरूलाई न्यानो जिस्मै अभिवादन टक्राउन चाहन्छु, स्वीकार्नुहोस्। रत्नगर जेसी सन् 1979 मा स्थापना भएको थियो। स्थापना कालदेखि नै रत्नगर जेसीले रत्नगरलाई एउटा रत्न बनाउनको लागि रत्नगर जेसीका पूर्व अध्यक्षज्यूहरूले सदा यहाँहरूले रत्नगर जेसीलाई जुन समय समर्पित गर्दै आउनु भएको थियो, सोही अनुसार मैले वर्ष 2016 लाई पनि यहाँहरूकै बाटोमा हिँडेर रत्नगर जेसीलाई एउटा थप उचाइमा पुर्याउनको लागि मैले सङ्घर्ष गरेको थिएँ। जुन समय मैले रत्नगर जेसीलाई बिताएँ त्यो समय मेरो लागि एउटा जबसम्म मैले चाहिँ यो जीवनमा रत्नगर जेसीलाई दिएको समय जहिले पनि स्मरणीय रहनेछ। जसरी मैले रत्नगर जेसीलाई अगाडि बढाउने क्रममा मेरा सम्पूर्ण साथीहरूले सदा मेरो हातहरू थामिदिए, मलाई जहिले पनि अगाडि बढ्नको लागि उहाँहरूले हौसला प्रदान गर्नुभयो। हरेक कार्यक्रममा उहाँहरूले यहाँहरूको जुन सहयोग सद्भाव र विभिन्न छिमेकी शाखाहरू अध्यक्षज्यूहरूबाट पनि मलाई हरेक समय यहाँहरूको पनि सहयोग सद्भाव रहेको थियो। त्यो बारेमा सम्पूर्ण मेरा बोर्डका साथीहरूलाई, साथै छिमेकी शाखाका अध्यक्षज्यूहरूलाई, साथै रत्नगर क्षेत्रमा रहेका सम्पूर्ण व्यावसायिक, नन व्यावसायिक, शैक्षिक सम्पूर्ण क्षेत्रका जुन अग्रजहरूले मलाई जुन सहयोग सद्भाव देखाउनु भयो त्यो बारेमा म सम्पूर्ण महानुभावहरूलाई म धन्यवाद दिन चाहन्छु। प्रकाश शर्माजीलाई वेस्ट बडो कलेजको टोकन अफ लभ ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
इलाका प्रहरी कार्यालय रत्नगर डीएसपी नारायण रञ्जित कार्जुलाई ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। रत्नगर नगरपालिका पत्रकार होमराज सापकोटाज्यू, ध्रुव लामिछानेज्यू, शिशिर सिंहगडाज्यू, विकास पौडेलज्यू, का एसआईएन बीबी अंजन बाबू खत्रीज्यूलाई, हमारा एसआईएन बीबी अंजन बाबू खत्रीज्यू, रत्नगर जेसीस का पूर्व अध्यक्षज्यूहरू योगेन्द्रनाथ अधिकारी ज्यूलाई टोकन अफ लभ ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। जेसी बुद्धराम जोशीज्यू, जेसी विश्वास श्रेष्ठज्यू, जेसीआई सिनेटर निजानन्द मल्लज्यू, जेसी सुंदरलाल श्रेष्ठज्यू, जेसी निरंजन श्रेष्ठज्यू, उहाँ पूर्व अध्यक्ष हाम्रा 2016 का अध्यक्षज्यूको ससुरा पनि हुनुहुन्छ। जेसी भाइकाजी पन्त शिशिरज्यू, जेसी देवेन्द्र श्रेष्ठज्यू, जेसी रूपनराज घिमिरेज्यू, जेसी पुष्पराज जोशीज्यू, जेसी नीरज श्रेष्ठज्यू, जेसी पुरुषोत्तम रिजालज्यू, अबको क्रममा जेसिस अफ द इयर वर्ष 2016 को घोषणा गरिदिनुको लागि म यो माइक हस्तान्तरण गर्न चाहन्छु। वर्ष 2016 मा मलाई हरदम सहयोग गर्नुहुने, वर्ष 2016 लाई एउटा थप उचाइमा पुर्याउनको लागि मलाई अतुलनीय सहयोग गर्नुभएका भाइ जेसी प्रदीप राजुलीज्यूलाई म यस वर्षको शिक्षक दयर उहाँलाई दिन चाहन्छु र उहाँलाई अगाडि आएर शिक्षक दयर ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। उपस्थित अन्य गण्यमान्य भद्र भलादमी ज्यूहरू अनि यहाँ उपस्थित अन्य छिमेकी जेसीका अध्यक्षज्यूहरू, पत्रकार मित्रहरू र अन्य
उपस्थित महिला दिदी बहिनी ज्यूहरू, सर्वप्रथम म यो जेसिज इन्टरनेसनल रत्ननगर चितवनको 18औं यो इन्स्टलेसन सेरेमनीको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। म यहाँहरूलाई, यहाँ सम्पूर्ण जेसिज मित्रहरूलाई चाहिँ यहाँले जुन के अरे यो जेसिजको आस्था अगाडि बढेर सुनाउनु हो, म यो आस्थामा भएका कुराहरूमा पूर्ण सहमत र विश्वास राख्दै तपाईहरुलाई हार्दिक बधाई दिन चाहन्छु। तपाईहरु यो आस्थालाई अगाडि राखेर हिँडिरहनु भएको छ। वास्तवमा अगाडि मित्रले भन्नुभयो कि यो जेसिज नेपाललाई चाहिँ एउटा कर्मठ योग्य र एउटा सुसंस्कृत, एउटा सभ्य र नेपालको विकासमा लाग्ने युवाहरू जन्माउने ठाउँ हो। म त्यसका लागि पनि तपाईहरुलाई बधाई दिन चाहन्छु। वास्तवमा नेपाललाई चाहिँ अहिले तपाईहरु जस्तै युवाहरूको खाँचो छ, तपाईहरु जस्तै जुन तपाईहरुले सोच राख्नु भएको छ त्यो सोचको आवश्यकता छ। त्यसकारणले मलाई लाग्छ देशभरि यस्तै युवा मान्छेहरू छाउन्, हाम्रो देश एकदमै सभ्य र राम्रो देश बनोस्। मैले त अहिले तपाईहरुलाई भन्छु, किन भन्दा यो इन्टरनेसनल एउटा संस्था हो र नेपाललाई तपाईहरुले विश्वमै चिनाउने एउटा संस्कृतिको हिसाबले, एउटा विकासको हिसाबले, एउटा सभ्य नागरिकको हिसाबले तपाईहरुले चिनाउने बाटोमा अगाडि हिँड्नुहोस्, मेरो शुभकामना छ। र म यहाँ एउटा प्रतिबद्धता पनि राख्न चाहन्छु। मलाई लाग्छ समाजमा राम्रो काम गर्नलाई तपाईहरुले गर्नुभएको छ। त्यस्तै अब रोटरी इन्टरनेसनलको मान्छेहरूले अरू अब यस्तै संस्थाहरूले गरिराख्छन्। म यो नेपाल प्रहरी सङ्गठनको अग्रज मेरो सरहरूको भनाइ पनि म यहाँ राख्न चाहन्छु। राम्रो कामको लागि तपाईहरुसँग हामी यहाँको स्थानीय प्रहरी र म यहाँ तालिम शिक्षालयमा छु, म लगायत सम्पूर्ण नेपाल प्रहरीको अहिलेको संख्या 72,777 जना तपाईहरुको साथमा हुनेछ भनेर हाम्रो सरहरूले भन्नुहुन्छ। हामी पनि तपाईहरु र अब तपाईहरुले यो 18 वर्षमा जुन कुराहरू गर्नुभयो मलाई खुसी लागेको छ। म आफ्नो व्यक्तिगत तर्फबाट तपाईहरुले गरेको कामको सराहना गर्न चाहन्छु। मान्छेले वास्तवमा केही कुराहरू तपाईले पहिलो कुरा त अब मान्छेको नेचर हेर्दाखेरि पहिलो कुरा तपाईले आफूलाई राम्रो बनाउनुस्। त्यो मलाई लाग्छ कि त्यो नेपालको उपलब्धि हो। मलाई लाग्छ म एउटा प्रहरी अधिकृतको हिसाबले मेरो पनि उपलब्धि म ठान्दछु। रत्ननगरमा यस्तो मान्छेहरूको एउटा समूह छ जसमा हामीले राम्रो कुराहरू राख्दाखेरि उहाँहरूले के गर्छन् भन्दाखेरि सपोर्ट गर्छन्। त्यसकारण तपाईहरु जस्तो मान्छेले पहिला आफूलाई बनाउनुस्, त्यसपछि फ्यामिली, तपाईको फ्यामिलीलाई राम्रो बनाउनुस्, छिमेकलाई राम्रो बनाउनुस्। मैले भन्छु तपाईहरुले रत्ननगरलाई पहिला राम्रो बनाउनुस्, त्यसपछि उहाँ के अरे हाम्रो के अरे भरतपुरमा जानुस्, त्यसपछि सौरामा जानुस्, त्यसपछि चितवनलाई राम्रो बनाउनुस्। चितवन सबैभन्दा राम्रो जिल्ला नेपालमा देखिनु पर्यो। त्यो इन्डिकेसन के हुनु पर्यो भने त्यो इन्डिकेटर चाहिँ बाहिरको मान्छेले रिड गर्न सक्नु पर्यो। भोलि अब हामी आउँदाखेरि मैले भन्छु, मैले अब विश्वासका साथ के भन्छु भन्दाखेरि रत्ननगरमा किन मान्छेहरू आम भनौँ न एउटा ठाउँमा चाहिँ धुम्रपान गर्दैनन् भन्दाखेरि तपाईहरुले यहाँ एउटा अभियान राख्नु भएको छ। त्यो इन्डिकेसन चाहिँ बाहिर देखिनु पर्यो। बाहिरबाट हेर्दाखेरि कुनै मान्छेले धुम्रपान गर्दैन, किन भन्दाखेरि तपाईहरुको त्यो योगदानले गर्दैनन् भन्ने कुरा चाहिँ बाहिर देखिनुपर्छ। मान्छेले, सर्वसाधारण मान्छेले हाम्रो अरू प्रोजेक्टहरू, अरू कार्यक्रमहरू रिड गर्न सक्दैनन्। बाहिर यसो हेर्दाखेरि धुम्रपान गर्दैनन्, किन भन्दाखेरि जेसिसको योगदान हो भन्ने देखिनुपर्छ। तपाईहरुले मलाई लाग्छ यो 18 वर्षमा 18वटा कम्तीमा अभियानहरू यहाँ चाहिँ सञ्चालन गरेर एउटा राम्रो उसमा लिएर जानु भएको होला। अब लिएर अझै अब आउँदा दिनमा पनि वर्षमा एउटा मात्रै अभियान गर्दा पनि एउटा नयाँ उस हुँदै जान्छ। त्यसकारणले मैले फेरि तपाईहरुलाई भने कि तपाईहरुको सरसफाइमा हामीलाई नै बोलाउनुस्, हामी तपाईहरुसँग आउँछौँ। तपाईहरुलाई मैले के अरे अरू कार्यक्रमहरूमा तपाईहरु हाम्रोमा आउनुस्, हाम्रोमा कार्यक्रम गर्नुस्। मैले त्यहाँ भरतपुरमा अरू ठाउँ पनि भन्छु कि त्यो भरतपुरमा भएको हाम्रो तालिम शिक्षालयको जस्तो ग्राउन्ड, त्यसपछि हल, यस्तै कार्यक्रमहरू त्यो तपाईहरुकै हो। किन भन्दाखेरि नेपाली नागरिकहरूको
सबै कुराहरू हामीसँग जे छ त्यो नेपाली नागरिकहरूकै। त्यस कारणले तपाईँहरू हाम्रोमा पनि आउनुहोस्। म अहिले यही समारोहमा म सम्पूर्ण जेसी मित्रहरूलाई चाहिँ तपाईँहरू यस्तो कार्यक्रमहरू कहिलेकाहीँ हाम्रोमा पनि राखिदिनुहोस्, म हार्दिक आमन्त्रण पनि गर्न चाहन्छु। किन भन्दाखेरि हामीसँग मलाई लाग्छ योभन्दा अनुरोध गर्छु। मनान सरलाई एकैछिन उभ्याए। अब आजका हाम्रा विशिष्ट अतिथिज्यू हामी माझबाट ओजेल पर्दै हुनुहुन्छ। म उहाँलाई ताली बजाएर हाम्रो यस सभा हलबाट विदाई गर्नको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। हेटौँडा जेसीका अध्यक्षज्यूलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। अब आजको यस युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा समर्पित रही समाज र राष्ट्रलाई एउटा कुशल र सचेत नागरिक हस्तान्तरण गर्ने अभियान सहित विश्वभर स्थापित रहेको युवाहरूको संस्था जेसिस अभियानमा सन् 1979 मा स्थापित रत्नगर जेसिसले समाज रूपान्तरणमा आफ्नो गतिविधिहरूलाई सक्रियताका साथ अघि बढाउँदै आइरहेको छ र यसलाई थप सशक्त र मजबुत बनाउने क्रममा रत्नगर जेसिसले आफ्नो प्रोजेक्टको रूपमा रत्नगर जुनियर जेसिसलाई पनि साथमा अघि बढाउँदै स्वर्णिम भविष्य कोर्नका लागि वर्ष 2017 को लागि 2073 साल पौष 29 गते 13औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट कार्यकारिणी समिति गठन भएको यस हाउसमा जानकारी गराउन चाहन्छु। उक्त साधारण सभा तथा शाखा अधिवेशन रत्नगर जुनियर जेसिस वर्ष 2016 का अध्यक्ष जुनियर विनायक भट्ट, यसैगरी अर्का निर्देशक जुनियर जेसी पूजा शाही र अर्का निर्देशक जुनियर जेसी सिमरन महतो कृपया अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी रत्नगर जुनियर जेसिस वर्ष 2017 को लागि उपाध्यक्ष पदमा जुनियर जेसी सुजन आचार्य कृपया अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी उपाध्यक्ष जुनियर जेसी सञ्जीव ट्यु। म जुनियर जेसी विराज खनाल गम्भीरतापूर्वक विश्वास दिलाउँछु कि मैले वफादारीपूर्वक रत्नगर जुनियर जेसिसको आफ्नो अध्यक्ष पदको कार्यभार सम्हाल्नेछु। मेरो खुबीले भ्याएसम्म यस संस्थाको उज्जवल र भर्खरै मात्र प्रेसिडेन्टल ब्याच एक्सचेन्ज गर्नुभएका रत्नगर जुनियर जेसिस वर्ष 2017 का अध्यक्ष जुनियर जेसी विराज खनालज्यूलाई वर्ष 2017 को लागि आफ्नो मनोनित पदहरू घोषणा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। म आफ्नो मनोनित पदहरू यहाँ उद्घोष गर्न चाहन्छु। मैले महासचिवमा जुनियर जेसी विशाल पौडेललाई मनोनित गरेको छु। गम्भीरतापूर्वक विश्वास दिलाउँदछु कि मैले वफादारीपूर्वक रत्नगर जुनियर जेसिसको आफ्नो पदको कार्यभार सम्हाल्नेछु। मेरो खुबीले भ्याएसम्म यस संस्थाको ज्वलन्त उदाहरण पनि सेवा गर्नेछु। वर्ष 2013 का
मेरो कार्यकाललाई सफलताका साथ सम्पन्न गर्नुहुने मलाई लगाइदिनु हुन सम्पूर्ण पूर्व अध्यक्षज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। मार्फत पूर्व अध्यक्षज्यूहरूले सेन एक्सचेन्जमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र विशेष गरी आज उपस्थित हुनुभएका यस रत्नगर जेसिसका संस्थापक अध्यक्ष जेसी आचार्य, वुमन मेम्बरशिप कोअर्डिनेटर जेसी शोभा सिमखडा, मेम्बरशिप ग्रोथ चेयरपर्सन जेसी सबिन मानन्दर, फन्ड राइजिङ कोअर्डिनेटर जेसी वैभव लामिछाने, स्थानीय व्यवसाय सञ्जाल संयोजक जेसी किरण लामिछाने, जनसम्पर्क अधिकृत जेसी प्रदीप पराजुली, मिडिया कोअर्डिनेटर जेसी रामु आचार्य, थीम डाइरेक्टर जेसी हरिकुमार श्रेष्ठ। यसै गरी म अन्य मनोनित पदहरूमा यहाँलाई अगाडि बोलाउन चाहन्छु। सह कोषाध्यक्ष जेसी दिलीप सुवेदी, धन्यवाद पारिराख्नु होला। म भनेको ठाउँमा आफ्नो नाम भन्नुहोला। गम्भीरतापूर्वक विश्वास दिलाउँदछु कि मैले वफादारीपूर्वक रत्नगर जेसिसको आफ्नो पदको कार्यभार सम्हाल्नेछु। मेरो खुबीले भ्याएसम्म यस संस्थाको ज्वलन्त उदाहरण बनी सेवा गर्नेछु र यस संस्थाको विधान र नीतिको मर्यादा। धन्यवाद। अध्यक्ष र उपस्थित महानुभावहरू, हामीले पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रमको मध्य भागमा छौँ र हाम्रो कार्यक्रम अझै पनि धेरै नै बाँकी रहेको जानकारी गराउन चाहन्छु र हामी निर्धारित समयभन्दा धेरै नै ढिलो भइसकेको हुँदा जेसिसका अध्यक्ष जेसी सुरेश चन्द्र आचार्यज्यूलाई मायाको चिनो प्रदान कार्यक्रम रहेको छ। यसै क्रममा रत्नगर जेसिस वर्ष 2017 का अध्यक्ष जेसी सुरेश चन्द्र आचार्यज्यूलाई पर्सा खैरेनी जेसिसबाट पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। म पर्सा खैरेनी जेसिसका वर्ष 2017 का अध्यक्ष जेसी मेघराज न्युरौलाज्यूलाई पनि हार्दिक आमन्त्रण गर्न चाहन्छु। बनायो वर्ष 16 ले नवीन कार्यभार पनि ऐतिहासिक बन्नेछ यहाँहरूकै प्रेरणाले। नमस्ते अनि सन्ध्याकालीन अभिवादन यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू र सम्पूर्ण जेसिस मित्रहरूमा। रत्नगर जेसिस वर्ष 2017 को महासचिव म जेसी सुभाष पोखरेल अबको दोस्रो सेसन अगाडि बढाउने अनुमति माग्दछु। फेरि पनि एकपटक यहाँ उपस्थित धन्यवाद। कार्यक्रम सञ्चालक जेसी सुभाष पोखरेलज्यू, यस पद स्थापन तथा पद हस्तान्तरण कार्यक्रमको अध्यक्षता गरिरहनुभएका रत्नगर जेसिस वर्ष 2017 का अध्यक्ष जेसी सुभाष चन्द्र आचार्यज्यू, यस कार्यक्रमको प्रमुख अतिथिज्यू, व्यासमा आसीन सम्पूर्ण जेसी तथा अध्यक्ष जेसी विराज खनाल, यहाँहरूबाट उजुल गर्न चाहन्छु। हस्त धन्यवाद। लायन्स क्लबहरू, रोटरी क्लबहरू र नगरपालिका लगायतका सामाजिक सङ्घ संस्थाहरूको सहकार्यमा विभिन्न कार्यक्रमहरू कम्युनिटीमा लिएर आउने कुरा म यहाँहरूको बिचमा जानकारी गराउन चाहन्छु। यी कार्यक्रमहरू बाहेक रत्नगर जेसिसको र नेपाल जेसिसको गरिमालाई उच्च बनाउनको लागि जेसिसको मूल्य र मान्यता अनुरूप कार्यक्रमहरू वर्ष 2017 मा हर प्रकारले सफलीभूत बनाउनको लागि प्रयास रहेको कुरा यहाँहरूको बिचमा प्रकट गर्न चाहन्छु। उल्लेखित कार्य सम्पादनका लागि बोर्डका इभिपी र भिपी
तथा डाइरेक्टर्सहरूलाई कार्यविभाजन गरिसकेको कुरा यहाँहरूको बिचमा जानकारी गराउन चाहन्छु। वर्ष 2017ले रत्नगर र नेपाल जेसिस रत्नगर क्षेत्रले र नेपाल जेसिसले रत्नगर जेसिसलाई हेर्ने दृष्टिकोण अझै फरक, अझै सबल, अझै सशक्त र अझै सन्तुष्टपूर्ण बनाउनको लागि म आफ्नो क्षेत्रबाट हरदम प्रयत्नरत रहेको कुरा यहाँहरूको बिचमा जानकारी गराउन चाहन्छु। अन्तमा नेपाल जेसिसका पूर्व अध्यक्षज्यूहरू, राष्ट्रिय पदाधिकारीज्यूहरू, पूर्व राष्ट्रिय पदाधिकारीज्यूहरू, शाखा अध्यक्षज्यूहरू, मेरा समकालीन अध्यक्षज्यूहरू र उपस्थित जेसिस महानुभावहरूको रोहबरमा यहाँहरूको अगाडि नेपाल जेसिसले वर्ष 2019को महाधिवेशन रत्नगरमा गर्नका लागि यसै वर्ष बिड गरिने कुरा म यहाँहरूको अगाडि जानकारी गराउन चाहन्छु। नेपाल जेसिसको 46औं राष्ट्रिय महाधिवेशन भव्य रूपमा सम्पन्न गर्नको लागि रत्नगर जेसिस र रत्नगर हर तरहले सक्षम रहेको, सबल रहेको र तयार रहेको कुरा म यहाँहरूको माझमा खुसीपूर्वक व्यक्त गर्न चाहन्छु। र यसका लागि मेरा अग्रजहरू हुनुहुन्छ, पूर्व राष्ट्रिय अध्यक्षज्यूहरू यहाँ हुनुहुन्छ, नेपाल जेसिसका पदाधिकारीज्यूहरू यहाँ हुनुहुन्छ, नेपाल जेसिसका मैले थाल कटोरा र गिलासले सम्मानित गरेको छु। यहाँले बिहान बेलुका हरेक क्षण रत्नगर जेसिसको मनन गर्नु, सुझाव दिनु, सल्लाह दिनुहोस् र मेरो वर्ष 17लाई उत्कृष्ट वर्ष बनाउनको लागि यहाँको सबैभन्दा ठुलो महत्त्वपूर्ण योगदान रहनेछ भन्ने मैले आशा पनि गर्दै म यहाँ उपस्थित हुनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, शाखा अध्यक्षज्यूहरू, राष्ट्रिय पदाधिकारीज्यूहरू, सम्पूर्ण कार्य प्रमुखज्यूहरू सम्पूर्णमा पुनः आभार व्यक्त गर्दै मेरो आफ्नो संक्षिप्त मन्तव्य यही समापन गर्दछु। जय जेसिस, जय नेपाल। लाई अगाडि बढाउनलाई राम्रो शिक्षा दिनको लागि प्रयास गर्नुभएको छ र रत्नगर 2 रत्नगर 2 सुब्बाचोकमा उहाँले एउटा नाम दिनुभएको छ, सानो घर। साथीहरू, त्यहाँ एकचोटि पुग्नुभयो भने नाम सानो घर हो तर मनको ठुलो घर हो त्यो। त्यहाँ अहिले 13 जना नानीहरू, असहाय नानीहरू जसको परिवार छैन, उहाँहरूले संरक्षण दिएर राख्नु भएको छ। उहाँ अरू कोही होइन, 2030 साल कार्तिकमा जन्मनुहुने र धेरै संस्थाहरू, सुस्थ मनस्थिति कल्याण संस्थाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ चितवनको र रत्नगर 2 निवासी पनि हुनुहुन्छ। म जोरदार ताली र सम्मान जुन कार्य उहाँले गर्नुभएको छ त्यसलाई हामीले पनि एकचोटि जेसिस भइबन हामीले सामुदायिक सेवाको कुरा गर्छौँ। उहाँले नितान्त त्यो कामलाई गरेर देखाउनु भएको छ। म आमन्त्रण गर्दछु विमला श्रेष्ठज्यूलाई र सम्मानको लागि म यहाँ आमन्त्रण गर्दछु हाम्रा वर्ष 2008 का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर दिनेश कोइला स्पन्समा हार्दिक आमन्त्रण गर्दछु र सँगसँगै रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू र भर्खरै पदस्थापित हुनुहुने हाम्रा अध्यक्ष जेसी सुरेश चन्द्र आचार्यज्यूलाई पनि म स्पन्समा हार्दिक आमन्त्रण गर्दछु। ताली पुगेन। हुर्के चितवनमा मर्न पाऊँ
गर्न सभागणलाई चितवन राम्रो छ। त्यसो भनिरहँदा छिमेकी जिल्लाबाट पाल्नुभएका नेपालभित्रका अन्य मित्रहरूलाई हाम्रो चाहिँ नराम्रो भन्न लाग्ला होइन। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी भन्छ। जन्मेको ठाउँ जगतिनी आमा सदैव प्यारो हुने रहेछ। मेरो ठाउँमा बसेर हेर्नुहोस्, यहाँलाई त्यही लाग्छ। मेरो आँखाले हेर्नुहोस्, रत्नगर त्यस्तै राम्रो लाग्छ, मोहना त्यत्तिकै राम्रो लाग्छ, अझ सौराको अझै धेरै माया लाग्छ। मेरो जवानी रत्नगरको पर्यटकीय स्थल, चितवनको पर्यटकीय स्थल सौरामा बितेको छ। जुन बेला म परदेशिएको भए म एनआरएन भन्ने पदावधि पाउँथेँ होला, मैले फर्केर आइरहेको छु। यहाँले सम्मान गर्दा झन् अब रत्नगर छोडेर कहीँ जानै मन छैन। तर एउटा कुरा सञ्चालकज्यू, रत्नगर डिसिसको यो 18औं पदस्थापन समारोहलाई प्रमुख आतिथ्यता प्रदान गर्नुहुने चितवन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी आदरणीय सोहन पोखरेलज्यू, नवनिर्वाचित शाखा अध्यक्ष सुरेश चन्द्र पोखरेलज्यू, त्यस्तै नेपाल डिसिस वर्ष 2008का राष्ट्रिय अध्यक्ष जेसाई सिनेटर दिनेश कोइरालाज्यू, नेपाल डिसिसका वर्ष 2017लाई हाँक्न आउनुभएका 2 जना वर्तमान एनर्जेटिक राष्ट्रिय उपाध्यक्ष मञ्जरी र रामशरण भाइ, रत्नगर डिसिसका संस्थापक अध्यक्ष आदरणीय दाजु निजानन्द मल्लज्यू, मकवानपुर रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू, बानी भेट्छु मकवानपुरको माथि मकवानपुर भन्ने बानी देशका दिदीबहिनी दाजुभाइ, कर्तव्य एउटै हाम्रो चढिलो पार्न बिल्कुल नेपाललाई। अभिवादन उपस्थित महानुभावहरू, धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यति लामो समयदेखि यस रत्नगर जेसिसको 18औं र जुनियर जेसिसको 12औं पदस्थापन कार्यक्रममा साथ दिएर आइरहनुभएका सम्पूर्ण उपस्थित मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दै आजको यस समारोहका हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। म सम्बोधन पनि छुट्याउन चाहन्छु। सभापति तथा यस रत्नगर जेसिसको सन् 2017का लागि नयाँ जोस र उत्साह बोकेर आउनुभएका अध्यक्ष तथा उहाँका फर्स्ट लेडी बहिनीलाई र आजको यस हाम्रो रत्नगर जेसिसको यस कार्यक्रममा आफ्नो अमूल्य समयलाई थाँती राखेर आउनुभएका नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष द्वय राजेश मोहन प्रधानज्यू, दिनेश कोइरालाज्यू र आजको यस कार्यक्रममा प्रमुख आतिथ्य गर्नका लागि आफ्नो जिल्लामा थाँतिरहेका थुप्रै कामहरूलाई यथावत राखेर आउनुहुने आदरणीय प्रमुख अतिथिज्यू, हाम्रा रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू, निरूपित राष्ट्रिय उपाध्यक्षज्यू, राष्ट्रिय अन्य अर्का उपाध्यक्षज्यू लगायत मञ्चमा आसीन अन्य विशिष्ट साथीहरू, 2017का मेरा समकालीन अध्यक्षज्यू र उहाँको बोर्डले अवश्य रूपमा पुरा गर्ने छ भन्ने पनि म विश्वास लिन चाहन्छु र 2017को अध्यक्षज्यूको कार्यकाललाई अग्रिम रूपमा शुभकामना र कार्यकाल सफलताको शुभकामना व्यक्त पनि गर्न चाहन्छु। र लाग्छ मलाई जुन रत्नगर जेसिसले जुन एउटा सपना देखेको छ दोस्रो पटक राष्ट्रिय महाधिवेशन गर्ने, पहाड झुक्नुपर्छ, आँधी रुक्नुपर्छ, हामी युवा मिलेपछि काँडा फुल्नुपर्छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सञ्चालक महासचिव सुभाषजीलाई। यस कार्यक्रमका सभाध्यक्ष, सत्रका आदरणीय अध्यक्ष सुरेश चन्द्र आचार्यज्यू, प्रमुख अतिथि आदरणीय व्यक्तित्व स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलज्यू, आदरणीय यस रत्नगरका संस्थापक अध्यक्ष सेनेटर निजानन्द मल्लज्यू, मेरा पूर्व राष्ट्रिय अध्यक्ष युवाहरूका नेता अर्थात् पिता आदरणीय व्यक्तित्व जेसीआई सेनेटर दिनेश कोइरालाज्यू, त्यसै गरी हाम्रा उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू, सत्रका मेरा समकक्षी अध्यक्षज्यू अनि जुनियर जेसिसका 17 र 16 का अध्यक्षज्यूहरू, पूर्व राष्ट्रिय पदाधिकारीज्यूहरू र मेरा समकक्षी उपस्थित साथीहरू, विभिन्न शाखाबाट पाल्नुभएका जेसिस मित्रहरू, सबैमा जेसिसमय अभिवादन समर्पित गर्दछु। सर्वप्रथम जेसिसको भाइको टिमहरूलाई र त्यसै गरी म धन्यवाद दिन चाहन्छु नारायणजी, जसले रत्नगर जेसिसले वर्ष 2016 उत्कृष्ट बनाउन प्रयास गर्नुभयो र उहाँको टिमलाई म धन्यवाद दिन चाहन्छु। आज जो अत्यन्त सम्मानका साथ विदाई हुनुभएको छ,
रत्नगर जेसी वर्ष 2016लाई म धन्यवाद दिन चाहन्छु। यसै गरी म शुभकामना दिन चाहन्छु। आवधिक निर्वाचन, बालिग मताधिकार, मौलिक हकको प्रत्याभूति, तपाईँको स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रता, सामाजिक बहुलतालाई स्वीकार, बहुदलीय प्रतिस्पर्धा, यी सबै किसिमका शासन व्यवस्थामा हुनुपर्ने सबैभन्दा राम्रा गुणहरू समेटेको शासन पद्धति डेमोक्रेसी हामीले अवलम्बन गरेका छौँ। त्यसैले अघि भनेको उद्देश्य पूर्तिमा हामीले योभन्दा अर्को राजनीतिक प्रणाली हामी प्राप्त गर्न सक्दैनौँ। आर्थिक प्रणालीको कुरा गर्ने हो भने हामी आर्थिक उदारीकरणको युगमा छौँ। अहिले प्रत्येक नेपालीको पुँजी, तपाईँको प्रविधि, सिप, जोस, जाँगर, सृजनशीलता र उद्यमशीलतालाई राष्ट्रले क्यास गरेर मुलुकलाई रूपान्तरण गर्न खोजेको छ। हाम्रो विश्वासजी जस्ता उद्यमीहरूले अर्थतन्त्रमा आफ्नो भूमिका निर्वाह गर्ने अवस्था राज्यले दिएको छ। राज्य आफू खुम्चिँदो क्रममा र निजी क्षेत्रलाई अगाडि बढाउँदो क्रममा छ। योभन्दा उदार अर्थतन्त्र विश्वमा पाइँदैन। कतिपय क्षेत्र जहाँ निजी क्षेत्र राम्रो ढङ्गबाट सक्षम भएको छैन, त्यो क्षेत्रमा सार्वजनिक संस्थानहरू मार्फत राज्यले आफ्नो उपस्थिति दिएको छ भने निजी क्षेत्र सफल भएर गएको ठाउँमा निजी क्षेत्रलाई स्वयंस्फूर्त रूपमा राज्यले अगाडि बढाएको छ। किनकि हामी उदार अर्थतन्त्र अवलम्बन गरेका छौँ। ब्युरोक्रेटिक हिसाबले हेर्ने हो भने विश्वमै सबैभन्दा लोकप्रिय विश्वसनीय मेरिट सिस्टमबाट हाम्रोमा कर्मचारीहरू हायर हुन्छ। म पनि एउटा लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट उत्तीर्ण गरेर आएको। ब्युरोक्रेटिक हिसाबले पनि अत्यन्त सक्षम, प्रतिस्पर्धात्मक, निष्पक्ष छानबिन पद्धतिबाट आएको ब्युरोक्रेटिक सिस्टम हामी कहाँ छ। तर त्यति राम्रो सुन्दर राजनीतिक प्रणाली हामीले अवलम्बन गरेका छौँ। उदार र खुला अर्थनीति हामीले अवलम्बन गरेका छौँ। आर्थिक प्रणाली, ब्युरोक्रेटिक त्यति नै सक्षम, कम्पिटेन्ट हामीले हायर गरेका छौँ। तर रिजल्ट राम्रो छैन। हाम्रो अहिलेको अवस्थामा हेर्ने भने गरिबी 21% भन्दा तल झर्न सकेको छैन गरिबी। त्यसै गरी अहिले तपाईँको बच्चाको जन्मिँदाखेरि 138 जना बच्चाहरू मर्नुपर्छ। 1 लाख महिला सुत्केरी हुँदा 258 महिलाहरूले ज्यान जाने अवस्था रहन्छ। त्यति पूर्वाधारमा हाम्रो उत्तिकै कमजोरी अवस्था छ। हामी जलस्रोतमा धनी देश भन्छौँ, तर त्यो काठमाडौँ लोड सेडिङ मुक्त हुँदा हामी हर्ष उल्लास गर्छौँ, हर्ष बढाइ गर्छौँ। हरेक क्षेत्रमा आशातीत हामीले सफलता प्राप्त गर्न सकेनौँ। त्यसैले त्यति राम्रो सुन्दर डेमोक्रेसी, बाई द पिपुल, फर द पिपुल, अफ द पिपुललाई हामीले डेमोक्रेसी, BUY बाई द पिपुल, जसले किन सक्छ त्यसले चुनाव जित्छ। हाम्रो डेमोक्रेसी BUY बाई गयो, त्यो अब्राहम लिङ्कनले गरेको BUY बाई गइसक्यो। BUY बाई, जसले बाई गर्न सक्छ त्यसले डेमोक्रेसीमा जित्छ। फर द पिपुल, नट फर द पिपुल, फार द पिपुल, जनतालाई फार बनाइदिने, जनतामा द्वेष सृजना गरिदिने, जनताबाट टाढा। प्रमुख अतिथिज्यू, एकदमै सान्दर्भिक, मार्मिक, मनाउन योग्य भोलिका दिनमा हामीलाई पथ प्रदर्शक हुने खालको चाहिँ विचार राखेर जानुभयो। यसको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। ढिलो यो क्षणलाई एकदमै देशी समय बनाइदिनुको लागि देशी प्रत्येक अधिकारीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी संविधानको चिनाउ लिइदिनुको लागि नेपाल जस्टिस वर्ष 2008 रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री मञ्जरी घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अहिलेसम्म उत्साहपूर्वक रहिदिनुभयो, यसको लागि आभार प्रकट गर्दै अध्यक्षज्यूको अनुमतिमा आजको यस 18औं प्रतिस्थापन तथा पद हस्तान्तरण कार्यक्रम अब यहीँ सकिने जानकारी गराउँदै अब हामी रात्रि भोजमा सरिक हुने जानकारी गराउँदै बिदा हुन्छु। धन्यवाद। जय जस्टिस।